है सो फ्ल्याग स्ल्याग बोकेर सो अब हिँड्छौँ हामी चाहिँ। ओए आमा छोरो सर हेर्नुपर्छ हालिदिने च्याप्लाङ चुप्लिङ बालै छैन होइन आफ्नै हो। भाइ बेर छ नि त आमा हातकोटा झट्का जान्छ त पुरै। Trail to right. So right downhill चाहिँ दामिसक्यो जस्तो सुकेडा बाटोको हालत देख्न सक्छौँ है काका यार तपाईँले खाने के हाल्नुभयो विश्वास मान्न यार सोध्दै त झ्याङ जाने हो नि बढी फाले त। हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू भ्लग। म फेरि बनाइसकेँ तपाईँको नयाँ एपिसोड लिएर। आई होप तपाईँहरूले सन्चै हुनुहुन्छ ल। म नि एकदम सन्चै। सो आजको हाम्रो रोल्पाको राइड चाहिँ कन्टिन्यू हुँदैछ। अहिले म मेरो रुममा छु है, देख्न सक्नुहुन्छ पछाडि ब्याग प्याक गरेको अनि हल्का थोरै सामान छ है। अनि यसो अब माथि रायन अङ्कल आउन लाग्नु भएको छ अनि के हुन्छ है। सो अहिलेको चाहिँ कति बजिरहेछ भनेपछि है 2:30-3 बज्न लाग्छ है। अनि हामी चाहिँ काका नि आइसक्नु भएको छ, बाइक पारिस है। काका यहाँ हुनुहुन्छ ए त्यही हो मिठो भ्लग आउँछ है। सो फ्ल्याग स्ल्याग बोकेर सो अब चाहिँ हामी हुलेरीको पेट्रोल पम्प अडेर भएर हजुरहरूलाई अरू अगाडिको भिडियो केही देखाउन पाएन, त्यसको लागि एकदम सरी। अनि अहिले चाहिँ हामी हुलेरीको पेट्रोल पम्प अनि सो अनि हाम्रो बाइकहरू चाहिँ यहाँ छ है। सो कडा हो अनि हाम्रो बाइक चाहिँ यहाँ छ है, ट्यागको लगाएर अनि साइकल पारी छ पुरै अड्यारो केही देखाएको छैन है। हजुरहरूलाई अपडेट म देखाउने गर्नेछु। सो कडा यो चाहिँ होलीको बजार हामीसँग हुन्छ काका नेपालको फ्ल्याग साइड है। सो चाहिँ होलीको बजार यहाँनिर चाहिँ चेकपोस्ट छ राइट। अहिले चाहिँ हाम्रो यहाँदेखि चाहिँ हामी पसलले खुल्ला छ अहिले चाहिँ चिया खाएर हिँड्ने भनेको। चेकपोस्ट पुरै कुहिरो लागिरहेछ। सो हामी चाहिँ होली बजार कटिसक्यौँ। सो अहिले चाहिँ म बाइकमा छु, भ्यू देख्न सक्नुहुन्छ है। काकाले चाहिँ ज्यान टटाने रे जाडो भएर अब मेरो साइकल लग्नु भएको छ, म चाहिँ अहिले बाइकमा छु। सो है जाम अगाडि के कस्तो हुन्छ है, हामी डबन गएर चिया खान्छौँ नेपालको फ्ल्याग साइड। सो जाम काका जाम ल ल ल पेलो या ल ल ल ल यु क्यान डु इट ल ल काट्यो ल। सोचेर है अहिले चाहिँ हामी डबन आएर चिया खायौँ। हाम्रो भाइ भेट्या छन् के छ जाऊ है भाइ। यिनको चाहिँ मैले तल उसले सामान निकालिदिन्छु क्या भाइको।
ल भाइ तिम्रो सामान यहाँ हालिदिन्छन् कि नै यो ल भाइ ल है हामी निस्किसकेका छौँ लैजाऊ लैजाऊ मलाई सो कडा है ओह्रालो चाहिँ भयङ्कर दामी छ मलाई ठिकडा हो ओह्रालो चाहिँ दामी छ है भ्यू चाहिँ दामी देखिरहला तपाईँलाई सो last time right ओह्रालो चाहिँ बाइकर छ है छुन्न नि म फेरि सो ओह्रालो चाहिँ भयङ्कर मजाको छ है कडा हो है जिनुवा गाउँ आइपुग्यो अब साइकल चाहिँ बिचमा हाल्नुपर्ने हुन्छ कडा हो सो ल भयो सुकेडा बाटोको हालत देख्न सक्छ है काका यार तपाईँले खाने के हाल्नुभयो विश्वास मान्न यार सोट त झ्याङ जाने हो भन्दा बढी फाले त सिस्ना झ्याङटा फाल्ला नि त्यो भन्दा टल जाने छैन कहाँ सिस्ना झ्याङ्नु त बर्बाद भइजान्छ भारी पनि बेसी भयो नि साइकल मुनि झोला त कम भारी छ बाटो कस्तो चाहिँ ठिक थिएन र यहाँको बाटो त योभन्दा अगाडि नपर्छ ठिक्क पनि न बजार हो यहाँदेखि चाहिँ निक्लि लागिसक्यौँ हामी रियाक्सन त बाबुहरूको त आमामा सो है बाबु अब चाहिँ यहाँ चाहिँ हिला हुन्छ बाटो है यहाँबाट हालिदिउँ कि सोचिरहेको छु जानु म यहाँनिरबाट हालिदिन्छु क्या भाइ क्या राम्रो ल भयो ढोला अन्त कि
कब्रा पनि छैन यो केही जुगाड हान्दा भइहाल्छ कि थाहा भएको छ हेर्नु यसलाई तान्नु यसलाई ठिक छ भयो ल मैले चाहिँ यहाँबाट हाल्नुपर्ने हुन्छ है केटा ट्रायल त Sugra. So hey, downhill चाहिँ दामी छ के जस्तो रोल्छ भने पनि आउनुभएको काका नि हिँडिहाल्यो म त हे Sugra. Ay, आफ्नो त बवाल छ है सु अफर चाहिँ अट्टी नै बवाल सुग्रा रियाक्सन चाहिँ अट्टी नै बवाल आउँछ ए हात चाहिँ बढी पुरै यस्तोमा चलाउँदाखेरि त हात त गल्छ क्या पुरै सेट म्यान है देखियो त्यहाँसम्म एउटा भिडियो त्यहाँबाट चाहिँ अर्को क्लिप सेट म्यान है एक लट घर गएर नुहाउनु पर्छ होला काका कता जानुभयो यहाँको चाहिँ डेन्जर छ फला ए साइकल पखाल्यो केटा त्यो चाहिँ अति नै डेन्जर छ है हेर्नु जान्दिउँ न काकालाई म चाहिँ यस घर जाने सामानको हालत चाहिँ हेर्नु होला म तपाईँहरूलाई देखाउने नै छु कस्तो हुन्छ
खुट्टा फर्केर ढुङ्गा फर्केर खुट्टामा आएर आँखामा पुरै हिला पस्छ त केटा हो। बिस्तारै बिस्तारै दामी दामी ओए आमा छोरो सब रुज्यो सक्यो अब सब रुज्यो घर गएर सब फेर्ने हुन्छ अब कति मिनटको भिडियो भयो अहिले देखो देखेछ कति मिनट गयो 3 मिनट ल सो खै त सब खुट्टा रुचिसक्यो अब घर आइपुग्न लाग्यो नि त अब फेरि रुममा गएर कपडा फेर्नु पर्छ खानदिने च्याप्लाङ चुप्लिङ बालै छैन होइन आफ्नै हो हो यो सेक्सन गुडाउन मन लाग्छ क्या मलाई तर गुडाइयो पनि है सो हो अब यहाँबाट चाहिँ यस्तो गरेर आइहाल्नुहुन्छ काका चाहिँ म चाहिँ गुड्छु होला किनभने ओए झन्नै के हो पुरै लड्किन्छ त पुरै ओए आमा छ्या 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 कहाँबाट आयो कहाँबाट चस्मा लगायो त के हो देखिँदै देखिन्न त कुरा हो भाइब्रेसन क्या हाने यार
गरेछ नि त आमा हातकोटा झट्का जान्छ त पुरै सो हामी चाहिँ हाम्रो गाउँको पिडु खोला भन्ने ठाउँ आइपुगेको छ सेट अब चाहिँ उकालो लाग्यो बाइकमा हाल्छौँ हामीले है गाडा मगाइसकाइ सब फुलेर ढोस्टै भइसक्यो त ला सास आयो आइपुग्यो ल त केटा रुममा आइपुग्यो हामीसँग त छोटे हाई गर्दै छोटे तेरो नाम के हो भन्ने त्यस्तो गराएन क्या त्यो सिधै उम्मेन किन लजान्छ जस्तो सिधै उम्मे खै त्यस्तो गर्दैन क्या छोटे खै छोरा अहिले चाहिँ रुमभित्रै दलिएको छु है अनि पुरै फ्रेस भइसक्यो म चाहिँ यहीँ टक्क देख्न सक्नुहुन्छ हिला बैठो जेन सो अब रोल्पाको ब्लग के कस्तो लाग्यो हजुरहरूलाई अनि होइन कमेन्ट गरिदिनु होला सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो आजको लागि भिडियो यति नै किप सपोर्टिङ किप लभिङ माया देखाइदिनु होला है त